ल आज चाहिँ हामी 220 पल्सर EFI अहिले आएको नयाँ बाइकको चर्चा गर्छौँ है त। के कुराहरू यसमा के चाहिँ डिफ्रेन्ट आएको रहेछ हेर्छौँ सरसर्ती। यसमा सुरुमा त स्टिकरै आएको छ, नयाँ ग्राफिक्स नयाँ डिजाइनमा आएको छ होइन। त्यसै गरी यसको भनेको अरू सबै लगभग सेमै छ, चलाउँदा पनि मैले चाहिँ चलाएर हेरिसकेँ, सबै उस्तै उस्तै लाग्छ। अनि अब डिटिएसै इन्जिन भइहाल्यो। अनि पहिलाकोमा कार्बोरेटर थियो भने फ्युल इन्जेक्टर, अहिले चाहिँ एफआई सिस्टमबाट आएको छ, आइल कुलिङवालै भइहाल्यो। अनि त्यसपछि 220 यसको 220cc नै भइहाल्यो। टर्क पावर पनि लगभग सेमै छ होइन। 5 स्पिड गियर भइहाल्यो यसको, 5 स्पिड गियरमा। अनि माइलेजको कुरा रह्यो, माइलेजमा चाहिँ अहिले चाहिँ लगभग 35देखि 40, 1 लिटरले 35-40 किलोमिटर हान्ने रहेछ यसले। पहिलाको नि त्यस्तै 35-40 हो जस्तो लागेको थियो मलाई नि, त्यति नै हो न चाहिँ दिने भनेको। अब पुरानो भइसकेपछि त 25-30, 20-25-30 त्यति नै हो है दिने। अब कुन बाटो हिँडिदिन्छ, कति गियरमा हिँडिदिन्छ त्यसमा भर पर्छ। अनि त्यसपछि गएर 15 लिटरको ट्याङ्की आउने रहेछ होइन, 15 लिटरको ट्याङ्की। एफआई सिस्टममा चेन्जिङ छ, एफआईमा आयो। अनि अगाडि पछाडिको ब्रेकिङ सिस्टम भनेको के छ भनेदेखि, ब्रेकिङ चाहिँ यसमा एबिएस चाहिँ डुल च्यानलमा छैन ल, सिङ्गलमा यो एबिएस। टायरमा भनेको 90-90-17, 120-80, 120-80-17 ट्युबलेस टायर आउने भइहाल्यो, त्यो पहिला नि त्यही नै हो। अनि त्यसपछि वेट 160 केजी एफआईमा, थोरै चेन्जिङ। अनि त्यसपछि ग्राउन्ड क्लियरेन्स पनि सेमै छ, हाइट पनि 795 mm उति नै हो। अनि डिजाइन अब स्पोर्टी डिजाइन हो, रेसिङ टाइपको। अब एलइडी हेडल्याम्प के छ, न्यू मोडल्स एलइडी हेडल्याम्प। अब प्राइसमा चाहिँ धेरै नै फरक छ पहिलाको र अहिलेकोमा। भनेको तपाईँको 4,55,55 होला सोरुम रेट, 430देखि 440सम्म हुन्छ। अब सोरुमै पछिको रेट हुन्छ, कुनै कुनै सोरुममा 1-2 हजार तलमाथि भइ नै हाल्छ, त्यो चाहिँ ट्रान्जेक्सन खर्च अनुसार होइन। अनि डिजाइन पुरानै फिल्डमा छ, चलाउँदाखेरि उस्तै लाग्छ। अब यो बाइक भनेको चाहिँ सबसे बेस्ट भनेको चाहिँ हाइवेमा चलाउन नै एकदम बेस्ट छ। अनि हिल्स अफरोडिङ चलाउन नि डाँडाकाँडामा पनि एकदम राम्रो छ है त। ल बाइकको बारेमा यति नै हो। अब यो चाहिँ सरसर्ती तपाईँहरूलाई के हेर्नु पर्यो भने यसरी भिडियोमा हेर्नु होला। हस्, धन्यवाद।